के भन्न चाहन्छु भन्दाखेरि हाम्रो समुदायमा नेपाली NYPD को सार्जेन्ट भनेको सुपरभाइजर पनि हुनुहुन्छ विवेक थापा तपाईलाई थाहा छैन होला हाम्रो नेपालीहरू पनि डिपार्टमेन्टमा सिनियर लेभलमा पुगिरहेको छ त्यही भएर तपाईको सेकेन्ड जेनेरेसन यदि तपाईहरु क्वालिफाई हुनुहुन्छ भने NYPD is hiring let's get in the job let's show our great nation and let them prove that we are one thank you all the organizers thank you Raju Tamang Dai great Sachiv thank you Munita ji and the President Siri thank you so much thank you everyone bye bye यहाँहरु सबैलाई नमस्ते मेरो नाम चाहिँ चमेली खाती परियार हो म यो नेपाल डे परेडको चाहिँ पब्लिसिटी कोअर्डिनेटर हुँ आज हामी हिमाल पहाड तराई अनि त्यसपछि नेपालको प्रतिनिधित्व बोकेर हामी सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली भने जस्तै आजको दिन चाहिँ हामीले यो नेपालीहरूको एउटा उल्लासमय वातावरणमा नेपाल डे परेड मनाउँदै छौं आज तपाई देख्नुहुन्छ यहाँ विभिन्न झाँकीहरू विभिन्न ब्यानर अनि 7 वटा प्रदेश लगायत विभिन्न जात जाति र धर्म संस्कृति बोकेको हामी सम्पूर्ण नेपालीहरूको महान यो दिनलाई चाहिँ यहाँ हामी सबैले सेलिब्रेट गर्दै छौं विश्वबाट हेरिरहनु भएको अन्य सम्पूर्ण नेपाली दाजुभाइ तथा विदेशमा बसेर पनि नेपाललाई माया गर्नुहुने सम्पूर्ण महानुभावले तपाईहरुलाई नेपाल डे परेडको शुभकामना सहित जहाँ जहाँबाट हेर्नुभएको छ जन्मभूमिलाई माया गर्नुस् कर्मभूमिलाई पनि माया गर्नुस् जय देश जय नेपाल जहाँ नेपाली त्यहाँ नेपाल नमस्ते म यन्सस गुरुङ आजको यो नेपाल परेड डे 2025 को झाँकी संयोजक र आज हामी चाहिँ यो म्यानहट्टनमा चाहिँ 38 स्ट्रिट मेडिसनमा चाहिँ हाम्रो नेपाल डे परेड सुरु हुन गइरहेको छ तपाईहरु सम्पूर्णलाई चाहिँ आफ्नो नेपालीपन झल्काउँदाखेरि एकदमै हामीलाई धेरै खुसी लागेको छ म त फर्स्ट टाइम आएको हो म चाहिँ सधैँ आउँछु जस्तो लागिरहेको नमस्ते म भीमोली रुकुम पश्चिमबाट कर्णाली आज 2025 को नेपाल परेड डेमा हामी यहाँ उपस्थित हुनु पाउँदा एकदम खुसी छु नेपाल डे परेड त म कन्भेनर हो हैन अब सुरु हुँदैछ हाम्रो रिबन काट्ने कार्यक्रम हुँदैछ
यो स्टेटको मान्छेले मात्रै नभएर अमेरिकाले नै हामी नेपाली कति ठुलो भनेर देखेको छ। ताली पड्काउनु न त हाम्रो जनमतलाई। We all are here to help you guys. You want to become an army? We have Staff Sergeant Puzzle Taman. You want to be a National Guard? We have here Sergeant H. We all are here to inspire you guys. आजको कुरा गर्नुहुन्छ भने अलि ज्याक्सन हाटमै बत्ती बाल्दै बुट लगाएर पेट्रोल गर्छु। We are not different. All you have to make a choice, a right choice. Be honest, integrity, discipline. You have opportunity in this country. No one you could get in all the world. This is special country. Respect the law, right? Right? इमानदार हुनु पर्यो। तपाईहरुलाई यदि राम्रो मान्छे बन्न चाहनुहुन्छ भने we all are there to support you guys. Army, FDNY, government agency, and look, special thank to Neil Narayan, president of DC Society. Because of them, we have a lieutenant here too. Please give a big shout out for lieutenant.